नमस्कार सबैजनालाई तपाईहरुलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत छ। के तपाईहरुलाई थाहा छ एक यस्तो रोग छ जसले हरेक वर्ष 90 लाख भन्दा बढी मानिसको ज्यान लिइरहेको हुन्छ। त्यो रोग तपाईहरुको नजिक पनि हुन सक्छ। आउनुहोस् आज यस भिडियोमा विश्वकै 10 सबैभन्दा खतरनाक रोगहरुमा कुन रोग पर्छ जान्ने प्रयास गरौँ। नम्बर 10 क्षयरोग अथवा ट्युबरक्लोसिस। यस रोगले हरेक 20 सेकेन्डमा एकजनाको ज्यान लिन्छ। सजिलै उपचार योग्य भए पनि हरेक वर्ष 13 लाख भन्दा बढी मानिसहरू यस रोगबाट मर्ने गर्छन्। 9 नम्बरमा छ झाडापखाला। धेरै मानिसलाई झाडापखाला सामान्य पेटको रोग लाग्छ, तर दूषित पानी र सरसफाइको कमीले लाखौं बालबालिकाको ज्यान लिन्छ। 8 नम्बरमा छ मधुमेह अर्थात डायबिटिज। चिनी मात्र होइन, यो रोगले मुटु, मृगौला, आँखा सबै नष्ट गर्छ। हरेक वर्ष 15 लाख भन्दा बढीको मृत्यु हुन्छ यस रोगबाट। नम्बर 7 मा छ अल्जाइमर र डिमेन्सिया। यसले तपाईको याददाश्त मात्र हैन, तपाईको जीवन नै खोज्छ। झन्डै 17 लाख मानिस हरेक वर्ष यस रोगबाट मर्ने गर्छन्। नम्बर 6 मा छ फोक्सोको क्यान्सर। धूम्रपान र प्रदूषणले फोक्सोको नष्ट हुन्छ। यस रोगले हरेक वर्ष 18 लाख भन्दा बढी मानिसको मृत्यु हुने गर्छ। नम्बर 5 मा छ नवजात शिशु सम्बन्धी रोग अर्थात नियोनेटल कन्डिसन्स। शिशु जन्मिए लगत्तै मर्छन्। समय भन्दा पहिला जन्मिनु, संक्रमण हुनु वा कम्प्लिकेसन हुनु यसका कारणहरू हुन्। झन्डै 20 लाख शिशु हरेक वर्ष जन्मिने बित्तिकै ज्यान गुमाउँछन्। नम्बर 4 मा छ श्वास प्रश्वास सम्बन्धी संक्रमण अर्थात लोअर रेस्पिरेटरी ट्र्याक्ट इन्फेक्सन। यसमा निमोनिया, ब्रोन्काइटिस जस्ता रोगहरू पर्छन् जो विकसित देशहरूमा सजिलै निको हुने गर्छन्, तर गरिब देशहरूमा खतरनाक हुन्छन्। 3 नम्बरमा छ दम अर्थात सीओपीडी। यस रोगमा हरेक सासमा सास फेर्न एकदमै गाह्रो हुन्छ। हरेक वर्ष रोगले 30 लाख भन्दा बढी मानिसको ज्यान लिन्छ। 2 नम्बरमा छ मस्तिष्कघात अर्थात स्ट्रोक। अचानक टाउकोको नसा फुटेर दिमागमा रगत जम्नुलाई नै स्ट्रोक भनिन्छ। यो एकाएक आउँछ र धेरै जसो घातक हुन्छ। हरेक वर्ष यस रोगबाट 65 लाख जनाको मृत्यु हुने गर्दछ। 1 नम्बरमा छ हृदयघात अर्थात मुटु रोग, हार्ट डिजिज अथवा हार्ट एट्याक। यस रोगमा मुटुको नलीमा बोसो जमेर मुटुमा समस्या आउँछ र अक्सिजनको कमी हुन्छ। यस रोगबाट प्रत्येक वर्ष 90 लाख भन्दा बढी मान्छेको मृत्यु हुने गर्दछ। तपाईलाई कुन रोग सबैभन्दा खतरनाक लाग्यो कमेन्ट गर्नुहोस्। जानकारी उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला। आजको लागि यति नै। फेरि पनि अर्को भिडियोमा यस्तै जानकारीमूलक सामग्री लिएर आउने नै छु। हस्त धन्यवाद।